यहाँ चाहिँ हाम्रो दिदीबहिनीहरू अस्ति शिव विकास तालिममा फ्री तालिम लिन पाउनु भएको थियो 25 दिन। अनि 25 दिनपछि फेरि 10 दिन तालिम लिनुभयो। अनि त्यसदेखि पछि चाहिँ फेरि उहाँहरू प्र्याक्टिसको लागि अनि आत्मनिर्भर हुनलाई फेरि प्र्याक्टिस गरिराख्नु भएको छ। सल बन्दै हुनुहुन्छ भने यहाँ चाहिँ साडी बुन्दै हुनुहुन्छ। अनि त्यस्तै गरेर यहाँ पनि साडी बुन्दै हुनुहुन्छ। शिव हात सफा गरिराख्नु भएको छ। उहाँहरू एकदम राम्रो बुनिराख्नु भएको छ है। हात सफा यहाँ पनि छ। साडी लुङ्गी बुन्दै हुनुहुन्छ। यहाँ हाम्रो दिदीबहिनीहरू हिरोनी हुनुहुन्छ। राम्री हुनुहुन्छ। एकदमै दिमाग पनि एकदम राम्रो, विचारधारा एकदम राम्रो, एकदम सुन्दरी दिदीबहिनीहरू हेर्नु होला है। यहाँ पनि गर्दै हुनुहुन्छ एकदमै जोसका साथ। अनि यहाँ चाहिँ गइसक्नु भयो भर्खरै बच्चा लिएर जानु भएको छ।